हेलो साथीहरू, वेलकम टु माई भिडियो भन्दै आजको मेरो सुरुवात तिती करेलीको बरुवादेखि भइरहेको छ। तिती करेलीलाई दोहोरी पखाली यसको पानी तारेर अनि प्याजको पनि बोक्राहरू तासेर है त्यसलाई नि पखालेर मैले चाहिँ चप गर्न लागेँ साथीहरू। त्यसपछि मसिनो मसिनो पारेर होइन, ठुल्ठुलो पारेर मैले चप गरेँ। अनि साथसाथै खुर्सानी त चाहियो नै, अनि टक्क मिठो पिरो अमिलो त खानै पर्यो है। त्यसपछि तिती करेलीको टाउको पुच्छर काटेर अनि पेट पनि मैले चिरेँ तिती करेलीको। त्यसपछि यो भित्रको गुदी चाहिँ मैले निकालेँ, किनकि अहिले चाहिँ यही बरुवामा भर्नको लागि काम लाग्छ है साथीहरू। त्यसपछि मैले भुँडी निकालेपछि अनि उता पानी बसालेको थिएँ, साथसाथै मैले यसमा चाहिँ बेसार राखिदिएँ अनि तिती करेली पनि राखेँ है साथीहरू। अनि मलाई चाहिँ यसरी बोइल गरेर गराएको चाहिँ मिठो लाग्छ। त्यसपछि यो भित्री त्यो अघिको गुदी चाहिँ निकालेर पिनेर अनि मसलाहरू पनि रेडी भइसकेको थियो। अनि बोइल गरेर रेडी भइसकेपछि अनि मैले चाहिँ पेनमा चाहिँ मैले चाहिँ खराएँ है, यो जिरा धनियाँ खराएँ अनि साथसाथै पियाज र खुर्सानी पनि राखेँ अनि मजाले चलाएँ है। जति चलायो उति मिठो राम्रो हुन्छ है साथीहरू। अनि त्यही भित्रको त्यो अघिको गुदी पनि मैले यसमै मिसाएर चलाउँदै पकाउँदै गएँ। अनि हल्का ब्राउन ब्राउन त हुनै पर्यो साथीहरू है, नै भने त मसलाहरू अथवा केही प्याजहरू पनि पाकेन भने त कस्तो नमिठो भयो जस्तो हुन्छ कि। अनि स्वादअनुसारको नुन राखेँ। त्यसपछि मैले बेसार पनि राखेँ है साथीहरू। बेसार राखेर लसुन अदुवाको पेस्ट अनि यो मसलाहरू पनि राखेँ, फेरि अर्को सब्जी मसलाहरू। अनि त्यसलाई मिक्स गरेर मजाले चलाउँदै पकाउँदै गर्दै गएँ। अनि यसरी पकाउँदै गर्दैको एकदम मिठो लाग्छ। कसैलाई चाहिँ हाफ बोइलै मनपर्छ भने मलाई हाफ बोइल चाहिँ खानाहरू कम मात्रामै मनपर्छ, सायद मनै नपरेको भन्दा नि हुन्छ है। त्यसपछि मैले उता करेला चिसो भइसकेको थियो नि त, अनि त्यसपछि त्यसमा किमा भर्दै गएँ। अनि यत्तिकै राख्यो भने त सबै निक्लिन्छ। त्यसपछि मैले यसलाई चाहिँ बानेँ है, त्यो धागोले चाहिँ बानेँ, मजाले बानेँ अनि भर्दै जाँदै बान्दै राख्दै गरेँ। त्यसपछि यता चाहिँ तेलहरू तातिसकेको थियो। त्यसपछि मैले एउटा एउटा गर्दै करेलीलाई त्यहीँ राम्रोसँग फ्राई गर्दै गएँ। अनि फेरि हेर्नु न कस्तो नखाँदा नि खाम जस्तो छ। अहिले लास्टमा जानु कस्तो भएर है, मुख त के खाम हुन्छ कि, त्यसै त हुन्न कि बिरामी म। अनि यसलाई चाहिँ फर्काउँदै मैले पकाउँदै गएँ साथीहरू। ब्राउन भइसकेपछि मैले चाहिँ यसलाई चाहिँ निकाल्न लागेको थिएँ। अनि प्लेटमा पनि सर्भ गरिसकेँ, ल हेर्नु है। अनि त्यसपछि फेरि यत्तिकै यसलाई मात्रै खाएर त भएन, बरु यसलाई चाहिँ भ्यात्तल जस्तै गराएर सब्जी चाहिँ गराउँदा हुन्छ भनेर मैले चाहिँ त्यो सोचेर फेरि पियाज र टमाटरलाई मजाले गलाउनतिर लगाएँ। त्यसपछि स्वादअनुसार नुन, अनि नुन चाहिँ अघिको अलिक कम थियो नि त। अनि त्यसपछि मैले पानी पनि राखेँ है। अनि हेर्नु हल्का पानीहरू पनि सुक्दै गएपछि मैले यसमा चाहिँ करेली राखेँ, त्यही बरुवा करेली। ल हेर्नु त कस्तो मिठो हो साथीहरू, तर के गर्ने है,